2082 साल कार्तिक 1 गते धनतेरसको दिन रहेको छ। देश विदेशमा रहनुहुने पूजनीय गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरूले यी 4 उपाय अवश्य गर्नुहोला र यी 5 गल्ती गर्दै नगर्नुहोला। विशेष गरेर यो दिनमा के किन्ने के नकिन्ने, के गल्ती नगर्ने र के गर्न पर्छ यसका विषयमा लिएर म उपस्थित भएको छु। देश विदेशमा रहनुहुने पूजनीय गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई ह्याप्पी दीपावली र भाइटिका, धनतेरस र गोवर्धन पूजाको, विशेष गरेर लक्ष्मी पूजाको हार्दिक मङ्गलमय म शुभकामना टक्राउन चाहन्छु। र 2082 साल कार्तिक 1 गते कार्तिक सङ्क्रान्ति यानी तुला सङ्क्रान्ति, विशेष गरेर सूर्यदेवले राशि परिवर्तन गर्दै हुनुहुन्छ। देवगुरु बृहस्पतिले 12 वर्षपछि उच्च राशिमा प्रवेश गर्दै हुनुहुन्छ र विशेष गरेर यो धनतेरसको दिन दिउँसोको 1 बजेर तपाईको 30 मिनेटपछि त्रयोदशी तिथि प्रारम्भ हुनेछन्। यो दिनमा तपाईले सुन, गर, गहना, काँसका भाँडा, पितलका भाँडा विशेष गरेर किन्नको लागि, तामाको भाँडाहरू किन्नको लागि, गर गहना किन्नको लागि, इलेक्ट्रिक चिजहरू किन्नको लागि दिउँसोको 1 बजेर 30 मिनेटपछि त्रयोदशी तिथि प्रारम्भ हुनेछन्। धनतेरसको दिन विशेष गरेर दिउँसोको 1 बजेर 30 मिनेटपछि कुनै पनि यस्ता सामग्री लिनुहोला। र यो दिनमा तपाईले विशेष गरेर तपाईले प्लास्टिकका सामग्रीहरू, फलामसँग सम्बन्धीहरू र यसैगरी एल्युमिनियमसँग सम्बन्धितहरू, छाला जुत्ताका कुनै पनि सामग्रीहरू भुलेर पनि नकिन्नुहोला। यसले दुर्भाग्य निम्ताउँछ र अप्ठ्यारो परिस्थितिमा पर्न सक्नुहुन्छ, धन नाश हुन सक्छ। त्यसकारणले गर्दा देश विदेशमा रहनुहुनेले धनतेरसको दिनमा के किन्ने के नकिन्ने भन्ने दोधारमा हुनुहुन्छ भने यो दिनमा तपाईले शङ्ख, मोती, कमलगट्टाको मालाहरू र यसैगरी मयूरको पंखहरू, सुन, चाँदी र यसैगरी तपाईको लागि धनिया, नुन, झाडु आदि किन्नुभयो भने र वर्षभरिको लागि शुभ हुन्छ। त्यसकारणले तपाईले वर्षभरि पुग्ने नुन किन्न सक्नुहुन्छ। यस दिन तपाईले बेसार किन्न सक्नुहुन्छ र यसैगरी तपाईले वर्ष दिनलाई विशेष गरेर झाडु किन्दाखेरि कि 3 वटा कि 5 वटा कि 7 वटा विशेष गरेर किन्नुपर्छ। र यो विशेष गरेर दीपावलीको दिनमा ती झाडु मन्दिरमा लगेर तपाईले झाडु लगाएर घरमा लिएर आउनुभयो भने र झाडुको पूजा गर्ने र विशेष गरेर झाडुको पूजा गर्दाखेरि कसरी गर्नुपर्छ भनेर मैले भिडियो राखिसकेको छु। त्यो भिडियो गएर हेर्नुहोला। र यसैगरी तपाईले यो दिनमा बिहानै उठेर स्नान आदि गरेर सूर्यदेवलाई जल चढाएर विशेष तपाईले धनतेरसको दिउँसोको 1 बजेर 30 मिनेटपछि तपाईले विभिन्न गर, गहना, सुन, चाँदी, इलेक्ट्रिक चिजहरूसँग सम्बन्धित र धनिया, नुन आदि तपाईले किन्न सक्नुहुन्छ। र यो दिनमा झाडुको पूजा गर्दाखेरि तपाईले जौ, तिल, कुश, धूप, बत्तीहरू र केसरी आदि गरेर विशेष गरेर महालक्ष्मीको मन्त्र आदि जप गर्न सक्नुहुन्छ। यो दिनमा कुबेरदेव, गणेशजीको मूर्तिहरू खरिद गर्न सकिन्छ। यो दिनमा महालक्ष्मीको मूर्ति खरिद गर्न सकिन्छ र एउटा चौकीमा रातो कपडा बिछाएर त्यहाँ भगवानको मूर्ति स्थापना गरेर विशेष गरेर पूजा गर्नुभयो भने भाग्य चम्कन्छ। नमस्कार, यहाँहरूलाई म यो भिडियोबाट बिदा चाहन्छु। केही जिज्ञासा भए कमेन्ट बक्समा गरिदिनु होला। जय माताजी, जय श्री